आज अचानक मेरो कोसँग भेट भयो त गाइज गेस गर्नुहोस् को हुन्थ्यो होला उहाँहरू। सो हेलो नमस्ते सबैजनालाई, स्वागत छ फेरि पनि मेरो मिनी ब्लगमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ एकदमै एकदमै सन्चै छु। आजको दिन चाहिँ हाम्रो फ्यामिलीको लागि एकदमै धेरै विशेष रहेको छ, किनभने आज मेरो हजुरआमाको जन्मदिन रहेको छ। उहाँको विशेष दिनमा हामी आमा छोरी भएर उहाँलाई बधाई दिँदै म चाहिँ रेडी भएर कामतिर लागेँ। आज चाहिँ फेरि मलाई एकदमै लेट भइसकेको, एक त फेरि हतार भएको बेलामा सफारी पनि पाइँदैन छिट्टै, अनि एकछिन पर्खिसकेपछि सफारी आयो। सफारीमा चढेर म कामतिर लागेँ। अनि आज त फसल पनि खोलिसक्नु भएको थियो, प्लस चरण दादा पनि आइसक्नु भएको थियो कि काममा। अनि म चाहिँ भिडियोहरू बनाउनु छोडेर हतार बढालेर पुष्पासहरू काम सकेर अनि यो गेट लाइट एरिया भएको ठाउँहरू पुगेँ। त्यस पछाडि अनि कस्टमरको झुमर लिएर आएर उहाँको प्याक गरिदिएँ सामानहरू। अनि खाना खाने टाइम भयो, दादाले टेबलहरू पुस्नुभयो। अनि त्यस पछाडि हामी खाना खानतर्फ लाग्छौँ। आज चाहिँ खानामा सबै हाम्रो आफ्नै बारीको थियो है सब्जी चाहिँ, मेरो फर्सीको मुन्टा, लट्टेको साग, एकदम अर्ग्यानिक सब्जी थियो आज चाहिँ मेरो। अनि त्यस पछाडि फटाफट खाना थालेँ म खाना। अनि खाना खाइसकेपछि हामी फेरि पछाडि गोदाम गयौँ। हाम्रो चाहिँ गोदाम पछाडि सरिफाको रुख छ क्या, दादालाई चाहिँ अनि खानु मन लागेर यहाँ सरिफा चोर्दै हुनुहुन्छ दादाले। अनि गोदामबाट गेट लाइटहरू झिकेर त्यसलाई मिलाएर बाँधेर चाहिँ अनि मैले पसलतिर लगेँ त्यसलाई। यतिकै बसिरहेको थिएँ पसलमा। अनि यस्तो हेर्छु त मेरो सानीमाको छोरी र उहाँको छोरा चाहिँ मलाई भेट्न आउनुभएको रहेछ क्या। उहाँहरू पनि केही कामले बाहिर निस्किनु भएको रहेछ नि त। अनि आज साँझको समयमा चाहिँ अब भोक लागिरहेको थियो, के खाने भनेर भन्दा अब त्यही चटपटी खाऊँ न त भन्ने कुरा भयो। अनि म चाहिँ गएँ सधैँ लिने ठाउँमा। अनि चटपटे, ढुङ्ग्री, पानीपुरी सबै कुराहरू लिएर चाहिँ म पसलतर्फ गएँ। अनि सबै मिक्स गरेँ त्यसलाई। अनि त्यस पछाडि चाहिँ खानु थाल्यौँ हामी खाजा। अनि तपाईँहरूले चाहिँ के खानुभयो त खाजामा गाइस, कमेन्ट गर्नु होला है त। आजको दिन चाहिँ मेरो यसरी नै बितेको छ। आशा छ तपाईँहरूलाई मेरो भिडियो मन पर्नेछ। थ्याङ्क्स फर वाचिङ, बाई बाई। अर्को भिडियोमा भेट